अनि कामै 15 अरबको काम भट्टाभट गरेको भए त्यहाँ त 1000-1500 जनाले त रोजगारी पाउँथ्यो हैन 2000-3000 जनाले रोजगारी पाउँछ एउटा काम हुँदाखेरि अब कामै नभएपछि त्यो रोजगारी पनि गुम्यो हैन छैन रोजगारी पनि छैन कृषिमा रोजगारी छैन प्रोडक्टिभिटी घट्यो कति इम्प्याक्ट छ भन्नुस् त त्यो इम्प्याक्टको कुरा गर्नु पर्यो पैसाको कुरा हैन अब त्यो प्रोजेक्टलाई तपाईँ लामो समय 10 वर्षसम्म त्यतिकै राख्ने पुल बनाएको छैन राखेसम्म कहिले काम गर्दैन तपाईले कमला पुलको विषयमा कुरा गरिरहेको म हेर्दै थिएँ मतलब हेर्नुस् त 15 वर्ष भएछ कमला पुल 67 सालदेखि 15 वर्षसम्म काम कमला पुल नभएर मान्छेहरू त्यहाँ बिचरा त्यहाँ सबजना करिब 2-3 घण्टा लाएर घुमेर हिँड्नु परेछ मान्छेलाई कति शास्ति दिने पनि हुन्छ नि हैन कमला पुलको त्यस्तै छ कन्काई पुलको त्यस्तै अस्ति बागमती पुलको त्यस्तै छ अनि सबै छ कन्ट्र्याक्टरले काम गर्दैन हामी ठेक्का नै त निर्णय गर्दैन सरकारले सरकारी कर्मचारीले नेताले स्थानीय नेताले उलाई धाप मारेर राखे हुन्छ उसैको चाहिँ मासु चिउरा खाएको हुन्छ माछा चिउरा खाएको हुन्छ अनि झोल पदार्थ पनि खाएको हुन्छ किन गर्नु पर्यो उले काम अब त्यति गर्नासाथ अरु धेरै 2100 वटा ठेक्का त सडकमा मात्रै रहेछ 2100 वटा अब 250 वटा ठेक्का तोड्ने क्रममा गएपछि अरूले काम गर्न सुरु गरेछ नि त हाम्रो पनि तोडिन्छ अब कुलमान आउँछ अब त भन्छ काम सुरु गरेछ काम सुरु गरे भने फटाफट तोडिन्छ तोड्ने मात्रै हैन नि अब इमिडिएटली रिटेन्डर हुन्छ टेन्डर प्रोसेसमा गइसक्यो अब नयाँ ठेकदार आउँछ त्यसपछि उसले पनि काम गर्छ अब चाहिँ 10 वर्षमा नबन्ने प्रोजेक्ट अब 2 वर्ष 3 वर्षमा बन्छ नि त ठीक छ